जयमसी सबैजनाहरूलाई अहिले चाहिँ म र मेरो छोरा सङ्गति जान आँटेको छौँ। सङ्गति जानको लागि हामी रेडी भएर घरबाट निस्किसक्यौँ है। मैले अगाडिको भिडियो बनाउनु पाइनँ। यो चाहिँ हामी ऱ्यापिडो बुक गरेको थियौँ। ऱ्यापिडोमा बसेर हामीहरू चाहिँ गइरहेछौँ। अनि यहाँ चाहिँ अब चाहिँ यहाँ कसको घरमा जाने भनेर म चाहिँ खोजिरहेको थिएँ। अनि यहाँ चाहिँ मलाई त नानी लिन आएको थियो। मैले चाहिँ उनीहरूको रुम चाहिँ मैले देखेको थिइनँ। आज चाहिँ म अलिकति छिटो आएको थिएँ किनकि हामीलाई अरू यहाँ काम गर्नु थियो। दिदीबहिनी सङ्गतिमा थुप्रो काम हुन्छ, अगाडि नै हिसाब किताब मिलाउनु पर्ने हुन्छ अनि सबैलाई दिनुपर्ने हुन्छ। अनि त्यही भएर चाहिँ म यहाँ आएको थिएँ, छिटै नै आएको थिएँ। अरू चाहिँ हामी चाहिँ 4-5 जना भेला भएर गीतहरू प्र्याक्टिस गर्ने अनि अरू अरू कुरा गर्ने भनेर चाहिँ हामी, त्यही भएर म चाहिँ छिटै आएको। अनि उहाँको रुममा चाहिँ म पहिलोपटक आएको थिएँ भर्खर। उहाँले चाहिँ नयाँ रुम लिनुभएको थियो अनि म चाहिँ उहाँको रुमलाई हेर्दै थिएँ अनि राम्रो छ भनेर। अनि केही न केही कुरामा चाहिँ हामी त्यहाँ हाँसिरहेको थियौँ। नानीको मम्मीले चाहिँ मलाई हाँसो उठाउँदै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी बस्यौँ, गीत प्र्याक्टिस गऱ्यौँ। हामीले हाम्रो गर्नुपर्ने काम गरेर एकछिन मैले सानो भिडियो बनाएँ। अगाडिको भिडियो बनाउनु चाहिँ पाइनँ। अनि हामी सबैजना 4 जना चाहिँ हामी भेला भइकन यहाँ गीतहरू सिक्यौँ। अनि अलिकता हाँसो मजाक पनि गर्दै थियौँ है। अब सबैजना भएपछि अब भइहाल्छ। अनि चाहिँ हामी त्यहाँबाट रेडी भइकन 6 बजेतिर चाहिँ अब हामी चाहिँ निस्क्यौँ है। म चाहिँ अब 3 बजे नै गएको थिएँ, तर 1-2 घन्टा हामीले त्यहाँ चाहिँ त्यो कामहरू गऱ्यौँ। अनि त्यसपछि कामहरू गरेर चाहिँ अब चाहिँ हामी लाग्यो है। हामी चाहिँ जाँदैछौँ जुन घरमा चाहिँ सङ्गति लाग्ने हो त्यो घरमा चाहिँ हामीहरू जाँदैछौँ। अनि हामी चाहिँ सुई गइरहेको थियौँ चाहिँ हामी सेरीबाट गइरहेको थियौँ। अनि ठ्याक्कै अनि चाहिँ यो चाहिँ मेरो दिदीको घर हो है। यहाँ चाहिँ मेरो दिदी बस्छन्, उनीहरू चाहिँ यहाँ काम गर्छन् होइन। अनि यहाँ चाहिँ पुगेर सबैजनालाई जयमसी गरेँ। अनि भित्र चाहिँ अनि सबैजना आइसक्नुभयो, आउँदै हुनुहुन्छ। हामी चाहिँ अरू आउनेको प्रतीक्षा गरिरहेको थियौँ। अनि सबैजना आउँदै हुनुहुन्छ बिस्तारै अलिकता। अनि त्यसपछि आउनुभयो, आधा जति चाहिँ आउनुभयो, तर 2-4 जना अझै आउनुभएको थिएन। हामी वेटिङमा थियौँ, गीतहरू छानिरहेको थियौँ। गीतहरू छान्यौँ, सङ्गति सक्यो है। सङ्गति सकेर सबैजनाले जयमसी भन्नुभयो। अनि म पनि आफ्नो घरतर्फ लागेँ। साथीहरू आजको लागि यति नै। अनि हामी चाहिँ यस्तै रमाइलो सङ्गतिको भिडियो चाहिँ म अगाडिको अपडेटहरूमा ल्याउने गर्नेछु। तपाईँहरू चाहिँ हेर्दै हुनुहोला। हामी इन्डियामा बसेर कसरी सङ्गति गर्छौँ तपाईँहरू हेर्नुहोला। अनि म चाहिँ आफ्नो घरतर्फ लागेँ।